स्वागत छ मेरो फेसबुक पेजमा र मेरो युट्युब च्यानलमा। अनि चाहिँ आज चाहिँ मैले धेरै दिन बाद भ्लग स्टार्ट गर्दैछु है र सबैजनालाई ह्याप्पी बुद्ध पूर्णिमा। आज चाहिँ बुद्ध पूर्णिमाको दिन म चाहिँ भ्लग स्टार्ट गर्दैछु फेरि धेरै दिन बाद। र त्यही भक्तै भ्लग बनाउनु पाएको थिइनँ, टाइमै पाएको थिइनँ मैले बनाउनुको लागि चाहिँ। अन्त आज चाहिँ मैले भ्लग स्टार्ट गर्दैछु र तपाईँहरूलाई म आज के देखाउन चाहन्छु भने हाम्रो घरहरू सफा गरिसकेँ है। अब चाहिँ घर सफा गरिसकेँ, अब पोचा मार्नु छ, त्यहाँदेखि चाहिँ कामहरू सकेर चाहिँ अन्त नुहाएर है अन्त त्यहाँदेखि चाहिँ पूजा गर्नुको लागि गुम्बा जानुपर्ने छ है। भ्लगमा चाहिँ म देखाउनेछु हाम्रो गाउँको पूजा चाहिँ कस्तो चाहिँ हुन्छ रहेछ त भनेर म तपाईँहरूलाई देखाउन चाहन्छु। र यो भ्लगलाई एन्डसम्म हेरिदिनुहोस्। मैले चाहिँ पोचा मारिसकेँ होइन गाइस। अब चाहिँ म सुँगुरलाई चारो दिनु जाँदैछु। तपाईँहरूलाई पनि देखाउँछु ल। मेरो सुँगुरको बच्चा सानो छ, अलिअलि तन्केको छ अस्तिको भन्दा चाहिँ हो, तर सानै छ। यहाँ चाहिँ के भएको छ भने गोड्नुपर्ने छ हो। यहाँ चाहिँ अड्डा लागेको छ नि त, अस्ति भर्खर टुसा निस्किँदैछ यहाँनिर निस्केको छ त्यतिर, यसलाई चाहिँ गोड्नुपर्ने छ हो। गोड्ने बेला भएछ अब चाहिँ। यो चाहिँ के हो चिन्नु भयो होला तपाईँहरूले, बोडी हो, जङ्गलले खाएछ बोडी पनि। मान्छेलाई चारो खाँदैछ है। यो चाहिँ गोड्ने बेला भएको छ, पुरा जङ्गल भएछ होइन। यो चाहिँ लौका, यहाँनिर लौकाहरू खै के पो थियो बिर्सेँ, आमाले लगाइदिनु गएको। यो चाहिँ भाउजूले बोडी लगाएको यहाँनिर बोडी लगाइरहेको छ। सो गाइस मैले चाहिँ कामहरू सकिसकेँ घरको चाहिँ सबैभन्दा पनि सबै होइन। अब चाहिँ मेरो काम छ भने नुहाउने होइन। मुख पनि धोएको छुइनँ मैले, बिहान उठेकोदेखि त्यतिकै काम गरेँ। त क्यामेराले मात्रै यसो देखेँ भने मेरो अनुहार त कस्तो बेहालत भइरहेको छ। यहाँ मुख पनि धोएको छैन, यहाँ पनि के लागिएछ होला, कलर पो लागिएछ त। अब चाहिँ बनाउनु जान्छु गाइस होइन। अहिले तपाईँहरूलाई म देखाउँछु है गाइस। म चाहिँ रेडी भएर पनि नानीहरूकोमा आइसकेको छु है, तपाईँहरूलाई देखाउनुको लागि। अब जाँदैछु म, नाना पनि जानुहुन्छ मसँग चाहिँ। र हामी दुईजना चाहिँ रेडी भएर जाँदैछु अब गुम्बा। मैले चाहिँ कुर्तै लगाएको छु, कम्फर्टेबल पनि हुन्छ नि त, त्यही भएर। अनि हेरी जानुहोस् मेरो भ्लगलाई, म देखाउँछु तपाईँलाई। गुम्बा चाहिँ यहाँ छ, यो बाटोबाट यहाँ ओह्रालो जाने बाटो छ। अन्त यहाँ परनिर छ है, देख्दैछ हल्का है। जाँदैछु होइन गाइस, म देखाउँछु हाम्रो गुम्बामा आज हामी चाहिँ यस्तो छ। म दर्शन गर्दा पनि मन्दिर पनि गएन गाइस। भएको यहाँ भनिदिने मेरो भिडियोमा आउनु चाहने आज बुद्ध जयन्तीको अवसरमा धनियाँ खिलाउनु हुँदैछ दिदी।
राम्री राम्री कस्तो राम्री पायो त तपाईँहरू त देखाउँछु ल अहिले के को लागि त्यो पनि भनिदिनु आज खिचडीको अचारमा हाल्नको लागि हो मान्छे राम्रै यहाँ चाहिँ कोपीहरू ला के पो छ हौ फर्सी काट्दै रहेछ यहाँ नरियल हो यहाँ चाहिँ कोपीहरू रहेछ पूजा गरेर पनि घर आइसकेको छु है एकछिन आउँछु फेरि पुरा गर्मी भयो नि त के अन्त चाहिँ म घर आएको एकछिन रिल्स बनाउँछु अन्त चाहिँ फेरि म जान्छु पूजामा खिचडी खाना लेख्छु होइन अन्जुलाको चाहिँ खिर खाने बटुका झऱ्यो यहाँनिर यहाँ कस्तो राम्री नानी छ यहाँनिर दुईजनाले क्या खान्छ कति भइसक्यो खाएको दुईजनाले दुई थाल भयो खाएको खिर हामीले खाना आँटेको है किने भन्दा गुलियो छ यो खिर चाहिँ के किने भन्दा के भन्दा गुलियो भन्दा मिस्टी जतिकै छ यो चाहिँ होइन त्यस्तो लाइन लागिरहेको छ है वाङ थाप्नुको लागि यहाँबाट चाहिँ हाम्रो चाहिँ गति छ होइन एन्जेला क्याप्चर हालिदिउँ ब्युटिफुल केटी लाइन चाहिँ वाङ थाप्नुको लाइन हो होइन ल जाए भिडियोमा आउनुहोस् नि अन्त यहाँ चाहिँ वाङ थाप्ने लाइन होइन हामीले अहिलेसम्म अघिदेखि लाइन लागेको है त्यो चाहिँ खै के को लाइन हो भात खाने लागि भन्ने ल भयो त वाङ थाप्ने लाइन यस्तो खतरा देखेर तिमीहरूको टाउकोहरू पनि देख्छ